सो हेलो गाइस, तपाईँलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा है। र अहिले चाहिँ हामी आज हाम्रो कुल पूजा हो, त्यसैले हामी अहिले फार्ममा कुखुरा होइन के अरे लोकल रौसी ल्याउन हिँडिरहेका छौँ। यहाँ मेरो भाइ छ अनि म छु। अब हिँडिरहेछौँ हामी, त्यस्तै छ। ओहो, आज चाहिँ मौसम नै कति राम्रो छ। हाम्रो गाउँको बाटो कति राम्रो छ है, कुहिरो लाखायो है। बिहान त कस्तो घाम लाग्थ्यो, अहिले त बेलुका बेखा भएपछि त ऊ भइहाल्छ, हल्का पानी पर्दियो। बाग्लुङ हो नि त। अनि चाहिँ हामी यहाँ फर्ममा हिँड्दै झ्याउलाउँछ। झ्याउनी लाउनु औसेली त अहिले पाक्नै छोड्यो। अहिले त औसेलीको सिजन नै भइयो है। लिची कति खाइस् त नि त अहिले? लिची खाएन, धेरै खाइसक्यो। खानालाई खाना खाएको धेरै खाएन। धेरै खाएनस्? मैले नि खाने यार लिची त। गाउँमा भए त चौरा भए कति धेरै खाइन् त लिची। अहिले लास्टै चोर्न जान्छन्। उहाँ टिकटक नि कति देखा गर्थे, ती भ्यागै भरि उसै भरि धेरै चोर्छन् है। र गाइस, अहिले चाहिँ हामी फाइनली पुग्न लागेका छौँ। यहाँ चाहिँ एक गरी पिपल होइन। ए अहिले पिपलको उसमा आइसक्यौँ, चौतारी हामी। अनि यता अब हामी यता जान्छौँ, हो कि होइन? यता हो। अब कति भयो, 2-3 वर्षै गर्न आएको। माउहरू आउने यता अब ढुल्न नआउने। अन्धारो होला नि। जडिया मासी हो क्या घरै भरि। यो चाहिँ हाम्रो अमल चौरा, बाग्लुङ, जलजला जस्तो यही होला है फर्म। गाइस फाइनली फर्ममा आइपुगेका छौँ हामी। गाइस आइपुग्यौँ है फाइनली। ओइ मौरी नै पाले रहेछ नि। मौरीको होइन त भक्सा त मौरी नै पालेको रहेछ। मलाई नि यार कालो भइयो अहिले त घरको नि। केटाहरू त्यही नै बल खेल्न, भलिबल खेल्न भलिबल खेल्न यिनै उहाँ म्याच खेल्न गइयो। दुई थाहा नै फर्केर आइयो। म्याच खेल्न गइयो, उहाँ टिम म्याच राखेको पछि त हामी गएपछि त खेलाएनन्। हाम्रो टिम बहुत खतरा खान्छ, त्यही भएर। ए ल आउनु लाग्यो है। आउनु हजुर। र गाइस अहिले चाहिँ हामी लिएर नै आइसक्यौँ। पसलमा भ्लग बनाउन पाएनौँ किनभने मान्छे धेरै थिए है। लाज नि लाग्यो मोबाइल निकाल्न, त्यही भएर लोकल हल्का क्या नि गाउँमा भएपछि यस्तो यस्तै त अनि खाने। यही चौबन किन्न, चौबन खाइन्छ। खोल्नै गाह्रो भयो मलाई, सन्च छैन है। आउने खाने जाने। अब गाउँमा त बाघ आउने बेला भयो, यति बेला आयो है। हजुर गाइस, अब त बाघ आउँछ नि। अलि उतापट्टि गाइस बाघ आउँछ त यहाँ त होइन। यति बेला त भयो होइन, तर अब होइन आउँछ है। कहिले आउँछ, कहिले फेरि आउनु है। नसुनेमा के अरे डेढलाई बाघले उ गऱ्यो होइन त नि है। उ गरेको होइन, उस भएको क्या बाघले देख्नु भएको त्यो देखेँ। उच्चको पनि खाने बेला मैले जहिले भात हुन्छ क्या बिच्चा त मलाई नि भात बिच्चा अहिले पनि भात छ मेरो नि।
यहाँ चाहिँ गाइस कुनै घर पनि छैन लगातार हामी यस्तो रोडै रोड घुम्छौँ अनि डाइरेक्ट अब अलि तल पैसा पनि यो चाहिँ दुईवटा घर छ त्यसपछि फेरि छन चाहिँ गाइस धेरै छ घर अलि माथिपट्टि हो हामी चाहिँ मुली रोडमा हिँड्छौँ अनि चाहिँ हामी तल फेरि गइन्छ त्यो अनि एउटा मन्दिर चाहिँ भयो गाइस बागाउने हाम्रो बराही मन्दिर भराइली र गाइस हामीले त चोपनसित एक दुईवटा इम्लिन ल्याएको थियौँ हो कि होइन इम्ले भन्ने मिठाई हो इम्ले इङ्ग्लिस राति गऱ्यो रात परिसक्यो गाइस अब बाटो चाहिँ एकदम खतरा हुन्छ गाइस अझै त कति सुनसान छ नर्पनु लाग्यो यार एकदम अझै सुनसान छ उयो बुटो यसो पिसाब फेरौँ न गाइस यस्तो छ हाम्रो डाँडा पाखा उतै पारीको गाउँ अमल चौरा होइन र कुन हो अमल चौरादेखि हिँड्न टाढै छ एउटा दुइटा डाँडा काटेको छु अलि उता अलि टाढा चाहिँ टाढो छ जिप्लो भयो अहिले एकजना अफरोड धेरै छ क्या अमल चौराको बाटोमा नि अब बनाउन पर्ने कुरा गाइस अब त गएको त के गर्ने हाम्रो देशको प्रधानमन्त्री त्यस्तै त्यस्तै छन् तर नेपालमा धेरै विकास भयो नि पहिलाको भन्दा एकदम उतातिर फेरि लाग्दै पहिरो पनि धेरै जान्छ नि बाटो बनाउने अब यो उस भाइ अहिले त मालढुङ्गाको पहिरो नि सुध्रे रहेछ मालढुङ्गाको त तिनवटा पहिरो है तपाईँहरूलाई के थाहा है हामीलाई त थाहा है हामी त हिँडिरहेको छौँ त्यो बाटो त अहिले सुध्रे रहेछ फेरि झन् पहिला यति थियो यति ग्याप है यत्रै थियो अहिले त खुलेछ बाटो नि पानी त आउनै नहुने बर्खा मास त त्यहाँबाट हामी त कुस्माबाट केबल कार चढेर पछि बिच उसलाई जिपलाई बोलाएर आउँथ्यौँ है गाइस एउटा जिप भन्दा हिँड्न मिल्ने छैन क्या त्यहाँ चाहिँ भन्नु कि उताबाट एउटा जिप आएको देख्थ्यो भने हामी यतापट्टि रोकिनु पर्थ्यो होइन एउटा जिप हिँड्ने अन्त ग्यापै छैन त्यहाँ होइन अहिले नि त्यस्तै छ तर पहिलाको जस्तै त्यो माथिबाट पानी आएको आइ गर्ने झर्ना जस्तै अनि त्यहाँबाट बाटो चिप्लै त्यस्तो छैन अहिले त ठुलो बाटो भयो क्या त्यहाँ त गाइस पहिला के भन्छ त्यसलाई के भन्छन् होइन त गाइस अब गर्दा गर्दै यस्तो अहिले त झन् राति हुनु लाग्यो त्यस्तो चाहिँ गाइस अलिक राम्रो याद आएन म अहिले पछि भन्छु होइन गाइस के गराएको भर्खर सुन्नुहोस् के र गाइस हामीहरू चाहिँ बराइली मन्दिरमा आइपुग्यौँ फाइनली नि यस्तो टाढा हाम्रो गाउँमा त बाघ आउँछ यति बेला नै त्यही भएर हिँड्न नै अलिअलि डर लाउँछ अब तिमीहरू पो आइरहेको छौ म चाहिँ फेरि गाइस बजारतिर नगए पनि धेरै बजिसक्यो अहिले बजारतिर खासै हाम्रो फेरि अब गाउँघरमा के हुन्छ भने धेरै जसो नजाने अब जस्तै 1 महिनामा 2-3 चोटि जाने अनि त्यतिबेला गए बेला सबै सरसामानहरू ल्याउने हुन्छ क्या गाउँतिर अब बजारमा बस्ने जस्तो हुन्न हो कि होइन गाउँको मान्छे कहिले काहीँ झर्छन् बजार
अनि त्यति बेला कि सबै आफूले चाहिएकै सरसामान ल्याउने अनि झ्याप्प नधर्ने क्या बाबा हुनु नि होइन र बाबा हाम्रो बाबा खाइनु भयो किन ए डर लाग्ने त्यो बेला है बाबा हामी पनि जाऊँ र ल्याऊ सुर्ती हजुर सुर्ती भन्नु भएन हजुरले फोन गरेर जस्तो भनेर पैसा पुग्ने गरेर ए हामी आऊँ र बाबा हामी जानुहुन्न क्या अब हामी पर्खिनुपर्छ त 3-4 घन्टा बाहिरै भन्नु त कहाँ जानु लाउनु आएको रे बाबाले यो हुन्छ नि जस्तै कि बाबा हुनुहुन्छ नि हाम्रो के भन्छ अरे बाबालाई क्या त्यो हाम्रो झाँक्री झाँक्री हिँड्ने क्या त्यो हाम्रो बाबा यो गाइज कुस्मा बजार किन ब्लर आएर नि यस्तै धामीहरू ओ किन ब्लर आइरहेको क्या अहिले अहिले रात परेर हो नि त ब्लर हाम्रो बाबाले गरिन्छ नि यस्तो धार्मिक चिज गाइज यो चाहिँ कुस्मा बजार पर्वत यस्तो गर्नुहुन्छ नि हेराउने होइन यस्तो अनि खोजी गर्ने गर्नुहुन्छ नि हो एउटा माथिको एउटा कोलाई हो त्यस्तै सिकाइदिनु गर्नुहुन्छ कि जहिले त्यस्तो सिकाइदिनु जानुहुन्छ अनि मस्त 2-3 घन्टा पुरै रुममा होइन त्यो हुन्छ नि पुरै क्यारेज कष्ट गर्दाखेरि क्यार्नुपर्छ भन्ने पुरै सिकाउनुहुन्छ गाइज यो चाहिँ हाम्रो बुलेट अब डाइरेक्ट आउने भनेको 10 बजेतिर हो 10-11 बजीमा बुलेट यो त जितेन्द्रको गाडी हो नि हो बलेबाट आवाज लेखेको छ नि त यसमा यस गाइस अब जितेन्द्रको गाडी हो राम्रो छ देश गाडी चाहिँ पहने सिसामा लेखिदिउँ न जेसन होइन यार बाफ उठे चाहिँ लाथ्यो होइन तर भित्रबाट बल्ल लेख्न मिल्दो रहेछ हजुर यहीँ छ यहीँ गाइज हाम्रो घर अब यहाँबाट हामी यस्तरी झर चिठी थाहा भएको कि गाइस पुछाउनेहरूले रोकिएको हामी यहाँ बोलेको माथि गाइज अब चाहिँ हामी झरिन्छ बिस्तारै बिस्तारै गर्दै गाइस अब चाहिँ हाम्रो अब गएर टक्क अब सुन्न अब गएर थम्नल बनाएर हाल्ने है थम्नल बनाएर हाल्ने क्या अब थम्नल गराएर भ्लग हाल्ने अब हाम्रो मामाहरू गाइस एकदम रमाइलो हुन्छ फेरि मम्मी हाई गर्नु न एकदम ठिक छ नि मम्मी लाटी हुनुहुन्छ क्या हाम्रो चाहिँ ठुल्ठुपुको घर क्या लाउने चामा मकै भर्नुहुन्छ फोटो नि क्लिक हाल्नु अब हाम्रो भ्लग पनि सकिन लागेको छ गाइस हामी अब भ्लग इन्ड गर्ने समय आइसकेको छ होइन अहिले त धेरै इन्ड आएनौँ घर देखाऊँ फाइनली पुग्न लाग्यो गाइस तपाईँलाई हाम्रो भ्लग मन पऱ्यो भने लाइक सब्सक्राइब हानिदिनु होला है ल त्यसै भन्यो भने ल बाई